भोजन सेवा सुरु सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। जय भागवत भगवानको। यति बेला हाम्रो बीचमा केजी आलु 10 केजी पानी 5 कार्टुन पिठो 5 केजी हवन सामग्री सहित जिन्सी सेवा पनि गर्नु भएको छ। गौतम बराल हुनुहुन्छ लक्ष्मी बराल पोखरा महानगरपालिका वडा नम्बर 7 बाट 5000 प्रदान गर्नु भएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु भेडी माधव भण्डारी हुनुहुन्छ। उहाँले व्यास नगरपालिका तनहुबाट 5005 पितृ उद्धारको लागि कामना गर्नु भएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। यसैगरी हाम्रो बीचमा अत्यन्त आदरणीय दान प्रदाता झलक कुमारी घिमिरे हुनुहुन्छ। झलक कुमारी घिमिरे परिवार सम्पूर्ण परिवारको सुख शान्ति समृद्धिको कामना गर्दै पोखरा 12 बाट पितृ उद्धारको कामना सहित 5005 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। हरिमाया सिद्धेल हुनुहुन्छ। सम्पूर्ण परिवारको सुख शान्ति समृद्धिको कामना गर्दै पोखरा 8 बाट 16060 प्रदान गर्ने पितृ उद्धार सहित उहाँले शिलालेखमा नाम लेखाउनु भएको छ। जोरदार तालिका साथमा सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। विश्व हरि बराल हुनुहुन्छ। सम्पूर्ण बराल परिवारले विश्व हरि बराल त्यसैगरी पार्वती बराल निराजन बराल त्यसैगरी नवराज बराल पोखरा 7 बाट 15115 प्रदान गरी शिलालेखमा नाम लेखाउनु भएको छ। जोरदार तालिका साथमा सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। खिमराजगिरी हुनुहुन्छ। कान्छी पोखरा 17 बाट 5000 प्रदान गर्नु भएको छ। जोरदार तालीसहित सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। लक्ष्मी आचार्य हुनुहुन्छ। सम्पूर्ण पितृहरूको वैकुण्ठवासको कामना परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै पोखरा महानगरपालिका वडा नम्बर 15 बाट 5110 प्रदान गर्नुभएको छ। ल हेर्नुहोस् त हाम्रो 100 वर्षकी आमा पूज्य संकल्पकर्ता बालेश्वर विजेश्वरी समुद्रजी महाराजजीलाई दिनकै घर त्यति ठुलो यज्ञ लगाउनु गुरु कहाँ भेटाइदिनु न भन्दै हुनुहुँदैछ। माताजीलाई भेट्ने भनेर आउनु भएको छ। 100 वर्षकी आमा धेरै धेरै सम्मान जोरदार ताली बजाइदिनु। ल हेर्नुहोस् त 100 वर्ष पनातिनीले लिएर आउनु भएको छ। अब त्यस पछाडि के हुन्छ खराती हो। हामी त 100 वर्ष बाँचौँला किन यस्तो लाग्छ नि। भगवत कृपा यस्ता वृद्ध आमा बाबाहरू ज्येष्ठ नागरिकहरूको सम्मानबाट हातबाट आशीर्वाद यसरी दुःख गरेर वृद्ध अवस्थामा पनि आउँदाखेरि यो माया हो, यो सद्भाव हो। जीवनमा कमाएको यही हो होइन माताजी। आमाहरूको आशीर्वाद आमाहरूको सेवा। उसो त पूज्य माताश्रीले बाबु नानीको सेवा गर्नुभएको छ। आमा बाबाको सेवा गर्नुभएको छ। जीवन सेवामा समर्पित गरी हामी सबैकी आमा हुनुहुन्छ। भागवत मञ्जरी पूज्य राधिका दासी माताज्यू र आज हाम्रो वृद्ध 100 वर्षकी आमा भेट्न आउनु भएको छ। कहिले भागवत मञ्जरी राधिका दासी माता आउनु होला र भेट्न आउला भनेर कुरेर बसेको आज दिन जुर्यो। आमालाई जोरदार ताली सम्मान व्यक्त गरिदिनु होला। दान प्रदाताहरू सम्मान ग्रहण गर्न क्रमशः आइरहनु होला। रामचन्द्र ढकाल, अम्बिका ढकाल, सन्धित सुषमा ढकाल पोखरा 15 बाट 5105 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। सेवापन्थी सिलवाल हुनुहुन्छ। हवन सामग्री सहित लमजुङ रायनास नगरपालिका वडा नम्बर 6 बाट 5500 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। यसैगरी हाम्रो बीचमा आनन्द टोल विकास संस्था एवं दिदी बहिनी कृष्ण कुमारी पराजुली हुन्छ। पोखरा 4 बाट 5155 प्रदान गर्नुभएको
बलिउड त 4,32,000 वर्ष बाँकी छ। बलिउड त अहिले बच्चा छ। अहिले कहाँ धर्म कर्म गर्ने हो र? अहिले त भर्खरै हामी बच्चा छौँ। ठुलो भएपछि धर्म कर्म गर्ने हो। 60 वर्ष पुगेपछि यहाँ बन्दैछ टिका कलस है जानु सबै भ्याम पहिला अन्त आन्दाज बढी तिमीहरू अघि नै अगाडि हिँडेर तिमीहरू भिडै आउँथ्यौ यहाँ बिहा गराउने ल आइसक्रिम ल धेरै हुँदैन उताबाट चाहिँ कहाँबाट निस्किन्छ र भित्र पसिन्छ त कोही मान्छे ल्याउनु पर्यो भने चाहिँ यताबाट ल्याउँछन् होला कि है बिहान हुन्छ हामी अस्ति 11 दिनु पर्यो खै हो र सायद के भएर अनि सुरु भएन भनेर सुराको भयो ए 108 वटा हो भने कुण्ड गर्ने
अघि आज त्यति हुन्छ शनिबार भए त गाडी नचलेको होला कि होइन मान्छे कुराको फेरि राखौला मम्मी के आज हाम्रो खुट्टा दुखेको सुनिस खान्छ त्यो होमन कुण्ड हामी घुमेको हो र हामी घुम्न आएको हो चप्पल लाएर बिहानभरि भात खाएर खाएर नखाइकन घुम्ने हो कि कान्छु ल ल ल म आइसकिन्छ शीतल आयो अब यो 98 रहेछ यो 98 आउँदै वन कुण्ड ल लाउनुहोस् ओम शान्ति शान्ति ओम शान्ति मेरो छोरी शान्ति हे भगवान मेरो शान्ति मन बनाइदिनु यस्तो ठाउँलाई चाहिँ यहाँ मलाई थाहा छैन के को दाउरा हो नि हवन गर्ने दाउरा नानी यता हेर नमस्ते गर भगला यहाँ पनि अक्षता लाउनु भएर जानुहुन्थ्यो नि अन्त अर्को भगला खै पकाउनु ऊ यहाँ किचन त यहाँ बस त रानी म तिम्रो खिच्दिन्छु छिटो छिटो खाली भयो कि बाघ यता हेर न भयो त आऊ जाम आऊ नमस्ते गर भगवान गएर पूजा गर भयो ल ढोगा है हाम्रो चिसो पानी हो कि तातो यो हाम्रो चिसो भयो चिसो नि तातै होइन पर्छ त खाना राम्रो हुन्छ किनकि यहाँको एउटा भाग मात्रै ल्याएर खा सबैले बाँडै हुन्छ क्या एउटा भएको नपाइ यहाँ लाइन 3 जनाकै भन पर्छ Mami gambar no.
98 गाह्रो छ अलु त जाऊ न नानी नानीलाई हेर त नानी हो त जाऊ त यता फर्क अनि यता हेर न नानी अलिकति नजिक आउनु पर्यो अलिकति पर बस्नु भएको छ साथीहरू अलिकति नजिक आउनुहोस् है तेरो मेरो भन्दा भन्दै जान्छ जीवन छोला हो कि होइन हे तेरो मेरो भन्दा भन्दै जान्छ जीवन छोला धनको तिर्खा मेटाउने भेटिँदैन खोला हे दुई दिनको हो सम्झना हे दुई दिनको सम्झना छैन मरिना 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 दुई दिनको सम्झना सुख मिल्न सक्छ खुसी मिल्ने होइन है त राधिका देवी हे धनले सुख मिल्न सक्छ खुसी मिल्ने होइन महलमै बस्नेको नि मनमा शान्त छैन स्वर्ग गरेर नामपुङ्गे गरेर जाउँदा स्वर्ग गरेर नामपुङ्गे गरेर जाउँदा स्वर्ग गरेर Thank you so much. Ajay? भगवान हे वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ
बनिबास कसलाई बनिबास भयो हे भगवान रामलाई हे रामलाई बनिबास रामलाई बनिबास भरतलाई राजा हे भरतलाई राजा सबैले रामलाई बनिबास भरतलाई राजा हे भरतलाई राजा भरतलाई राजा हे भरतलाई राजा हे भगवान रामलाई बनिबास भरतलाई राजा हे भरतलाई राजा रामलाई बनिबास भरतलाई राजा हे भरतलाई राजा कस्तो भयो नि धमिलो हे भगवान हे धमिलो भाइ धमिलो गङ्गाजीको पानी हो एक दिन फेर्दै जाने हो हे भगवान धमिलो भाइ धमिलो एक दिन फेर्दै जाने हो धमिलो भाइ गङ्गाजीको पानी हो एक दिन फेर्दै जाने हो मन परेको राधिकाको माया हे कृष्णजीलाई मन परेको सुन्ने भयो वृन्दावन कृष्णजीको आउन राधा सुन्ने भयो वृन्दावन कृष्णजीको सुन्ने भयो वृन्दावन कृष्णजीको सुन्ने भयो वृन्दावन कृष्णजीको सुन्ने भयो वृन्दावन सुन्ने भयो वृन्दावन कृष्णजीको सुन्ने भयो वृन्दावन कृष्णजीको बोल कृष्ण कन्हैया कृष्ण हो राधा छोडी भमरा चाहिँ बारीमा डाली डालीमा सौरा कृष्ण राधा छोडी भमरा चाहिँ बारीमा डाली डालीमा राधा छोडी भमरा चाहिँ बारीमा डाली डालीमा सौरा कृष्ण राधा छोडी भमरा चाहिँ बारीमा डाली डालीमा छोरा कृष्ण राधा छोडी भमरा चाहिँ बारीमा डाली डालीमा छोरा कृष्ण राधा छोडी भमरा चाहिँ बारीमा डाली डालीमा छोरा कृष्ण राधा छोडी भमरा चाहिँ बारीमा डाली डालीमा बोलो कृष्ण भगवानको जय हो। दिदीलाई विशेष सम्मान छ जोरदार ताली बजाएर सम्मान व्यक्त उहाँकै भजन गाए जय होस्। टङ्कजीलाई पनि बहुत सुन्दर नृत्य गर्नुभयो जय होस्। राधे राधे। भनेपछि धृतराष्ट्र नाम गरेको कौरवको पिताजीले भन्यो ल द्रौपदी तिमीलाई तिम्रा पतिहरू पनि हामीले हारेका पतिहरू पनि फिर्ता दियौ तिमीहरूले हारेको राज्य पनि फिर्ता दियौ अब तिमीहरूले केही पनि हारेनौ है जे तिमीहरूले त्यो क्रीडामा यो क्रीडामा हार्यौ सबै तिमीहरूले वापस लैजाऊ भनेर
भनेपछि खेलेको त सबै हारेछन् क्या जितिन्छ कि भनेर खेल्यो अनि गयो फेरि जितिन्छ होइन एकचोटि त हो भने फेरि हार्यो अर्को पटकमा दुर्योधनले बिन्ती गर्यो हे पाण्डवहरू तिमीहरू आज साँझ यही छौ फर्किएर इन्द्रप्रस्थ गएका छैनौ यसो गरौँ न फेरि पटक खेलौँ अहिलेको पटकमा यो सानोतिरो दाउ यसरी त्यो खेल्दा पनि ल यति राख्ने भनेर खेल्दो रहेछ त्यो बानी परेन तर पछि हारेर घर आएपछि बल्ल विचार हुन्छ ओहो त्यत्रो हारे बरु नगएको भएभरि यसरी के किनिदिन्थे कहीँ तिर्न हुन्थ्यो यसो गर्न हुन्थ्यो थुक्क भन्ने त हुन्छ नि घर आएपछि राजा 5 पाण्डवहरू त्यहाँबाट वनको लागि प्रस्थान गरे जय बोलो श्री हरि भगवानको। अब भोलिदेखि हामी वन खण्ड अन्तर्गतमा वनमा के गरे कोसँग भेट भयो कुन लीलाहरू भए कसको कसरी युद्धमा पराजय भयो कसरी फर्किए 1 वर्ष कहाँ हराए पछि राज्य पाए कि पाएनन् राज्य पाएको भए किन युद्ध गर्थे र युद्ध कसरी भयो भगवत गीता भगवानले कसरी सुनाउनु भयो अत्यन्तै विशेष कथा छ। हामीले 4K टेलिभिजन मानव सेवा फाउन्डेसन लगायत विभिन्न मिडिया मार्फत देश र विदेशमा यो प्रसारण भइरहेको छ र लाखौं भक्तहरूले यो कथा श्रवण गरिरहनु भएको छ। हामीले पुराणहरू त धेरै ठाउँमा सुन्छौँ तर महाभारत कथा सबै ठाउँमा सुन्न पाइँदैन कहिलेकाहीँ बिरलै लाग्ने गर्छ। यस्तो दिव्य महाभारत कथा हजुरहरूले यही आएर दिउँसो 1 बजेदेखि भोलिदेखि पनि श्रवण गर्न सक्नुहुनेछ र घरै बसेर पनि मानव सेवा फाउन्डेसन 4K टेलिभिजन लगायत विभिन्न मिडियाहरूमा प्रसारण भइरहेको छ हजुरहरूले हेर्न सक्नुहुनेछ। जय बोलो श्री हरि भगवानको। आरतीको तयारी गर्नुहोला। गायत्री कोट्युम हामी छौँ कोट्युमको दर्शन सबैले गर्नुभयो हवन यता भइरहेको छ जानुभयो कि जानु भएन मुख्य कोट्युमको दर्शन भनेको यहाँ हो सबैले दर्शन गरेर जाने बेलामा जानु होला। अरू पण्डाल भजन प्रतियोगिता यता अरू सबै यता भइरहेको छ। अब हामी आरतीमा प्रवेश गर्नेछौँ। आज अत्यन्तै समय ढिलो भइसकेको छ आगमन पनि ढिलो भएको थियो। सबैलाई विशेष धन्यवाद अर्पण गर्दै आजका कथाहरू उनै इष्टदेव श्री हरिका आचरण कमलमा कोटि वन्दन गर्दै अर्पण गर्दै आजको कथालाई विश्राम। जय बोलो श्री हरि भगवानको गद्द भगवानको श्री कृष्ण गोविन्द हरि मुरारे नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरि भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्ण वासुदेवाय हरे परमात्मने प्रणतकृष्णाय गोविन्दाय हरिशंकर भगवानको आनन्दकन्द भगवानको साँच्चीकै वास्तवमै हामी कथामा झुमेर कथाको भित्री कुराहरू श्रवण गर्यौँ भने कति आनन्द छ। सजदेव गुरुदेवले यो महाभारतको सम्पूर्ण कथा गाथाहरू प्रारम्भिक चरणदेखि निरन्तर रूपमा श्रवण गराउँदै आउनु भएको छ। श्रद्धालु भक्तजन हजुरहरू अति नै डुबेर गुरुदेवसँग यो महाभारतका कुराहरू भित्रका कुराहरूलाई पनि हजुरहरूले यदि कथामा सुन्दै जाँदा केही नबुझेका कुराहरू छन् भने पनि आएर गुरुदेवलाई यो मैले राम्रोसँग यो प्रसङ्ग बुझेको छैन गुरुदेव मलाई त्यसमा त्यो प्रसङ्ग पनि मलाई राम्रोसँग श्रवण गराउनुहोस् भन्नुभयो भने पनि हजुरहरूले यो कथा अझै थप आनन्दसँग श्रवण गर्न पाउनुहुनेछ। श्रद्धालु भक्तजन आउनुहोस् अब हामी आरतीमा जोड्यौँ र यहाँ कोट्युमका धेरै विशेषता गर्दै आउनु भएको छ। हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद साधुवाद छ। अहिले अगाडि आउनुहोस् र हाम्रा माताजीहरूले केही सल छ भने टाउकोमा ओढ्नु होला र अब आनन्दपूर्वक हामी आरतीमा जोड्यौँ र सँगसँगै त्यो तत्पश्चात अन्य कार्यक्रममा पनि हामी जोडिनेछौँ। हरिशंकर भगवानको हरिको कृष्ण कन्हैया को चीर हरिया को कृष्ण कन्हैया को मुरली हरिया को जुली गाओ आरती हरिको जुली गाओ आरती हरिको
गाना श्रवण गरिदिनुभयो आनन्दपूर्वक उहाँहरूप्रति पनि विशेष नमन सँगसँगै हाम्रो व्यासको देव भाइ पनि म विशेष नमन सत्कुण्डीय गायत्री कोटीहरूको आयोजना गरी सबैलाई यो पुण्यको मार्गमा अगाडि बढ्ने सुयोग्य अवसर प्रदान गरिदिनु भयो सर्वे महाराजलाई पनि सम्मान हाम्रा प्यारा भक्तहरूलाई सम्मान जो हामीलाई कुरेर माया गरेर हामीसँगै हाम्रा आवाजहरूमा रमेर रमाएर हामीलाई धेरै स्नेह गर्नुभएको छ त्यसरी भनौँ मलाई धेरै माया गर्ने हाम्रा प्रिय भक्तहरूलाई दिदीबाट हार्दिक सम्मान हाम्रा आमा दाजुभाइ दिदीबहिनीहरूलाई विशेष सम्मान व्यक्त गर्दै अहिलेका लागि भने मेरा बढ्दै गएका बाणीहरूलाई विराम दिँदै उज्जलिन्छु अन्तिममा जाँदै सके सबैको भलो हुने काम गर्नुहोला यदि त्यसो सक्नु भएन भने कसैको पनि कुभलो नचिताउनु होला भन्दै भोलि यहाँहरूसँग भेट्ने बाचा सहित बिदा हुन्छु सबैले एकै स्वरमा एकै लयमा भनौँ जय जय सुन्ने भयो वृन्दावन कृष्णजीको 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 सुन्ने भयो वृन्दावन कृष्णजीको